म चाहिँ 2 रिङ्गेट मार्केटमा छु म चाहिँ प्रायः सबै 2 रिङ्गेटमा पाउँछ कि सामानहरू हैन यो भएन यो पनि सबै 2.60 सबै 2 रिङ्गेट पाउँछ कि हाम्रो चाहिँ केलाङ सेन्टरको श्रीलङ्का केलाङ सेन्टर भन्ने ठाउँ हो सबै 2 रिङ्गेट पाउँछ नि त्यो सामानहरू हैन यो भएन सबै खानेकुराहरू अरू त अरू ठाउँमा त किनभने महँगो पर्छ मान्छेले धेरै आउँछ पिउने कुराहरू पनि छ है के हो म्यागीहरू पनि छ म्यागी हो चाहिँ तातो पानी हालेर खाने हो पकाउनु पर्दैन यहाँ जस्तो रेडी हुन्छ अनि तातो पानी हाल्यो थोरै हाले पनि अनि खान मिल्छ क्या चम्म जस्तो त्यो जुसहरू त फ्रुटीहरू होइन त 5 रिङ्गेट छ 2 रिङ्गेट पाउँछ सबै चेन्ज गर्छ क्या अहिले तर चाहिँ प्रायः सबै 2 रिङ्गेटमा आउँछ नि उनीहरू चाहिँ रेड बुलहरू होला यहाँ पनि सबै 2 रिङ्गेट पाउँछ कहाँ छ यो चाहिँ अफरहरूमा हुन्छ 10 पहिले 2 रिङ्गेट पाउनु कति महँगो भएको सबै चेन्ज गर्छ कि पहिले चाहिँ सस्तो थियो होइन यस्तो कपहरू पनि 2 रिङ्गेट पाउँथ्यो कि तर महँगो छ अहिले चाहिँ मनिषाको भण्डा मान्छेको कपहरू मनिषाकै जम्मा यहाँको राष्ट्रिय जम्मा चक्लेटहरू पनि 2 रिङ्गेट पाउँछ यस्तोहरू अनि नेपालमा चाहिँ अलिक महँगो पर्छ नि जस्तो अरू ठाउँमा पनि महँगै पर्छ तर यस्तो धेरै बस्नु किताब बुझ्नुहरू आफ्नो सामान खोज्दैछु यहाँ चाहिँ 2 रिङ्गेट सस्तो पाउँछ नि त सामानहरू अनि मान्छेहरू धेरै आउँछ क्या खोजिरहेको ह्याङ्गर एउटा ह्याङ्गर पनि लानु परेको सानो गरेर मान्छेले होला कपहरू छ कपमा प्लास्टिकहरू छ यो चाहिँ अब खोरहरू फाल्ने हुन्छ नि त ठुलो गरेर लानु अर्कोबाट लानु जानुपर्छ मलाई 2टा सामान लिइहालेँ अब अरू त किन बोतलहरू पनि छ यहाँ सबै 2 रिङ्गेट 60 सेनमा पाउँछ कि यहाँको सामानहरू त्यो दामी सरफहरू पनि छ यस्तो नानी चिप्सहरू राम्रो केटीहरू पनि पाउँछ नि यहाँ त व्यवस्था त्यो सामानहरू पनि आउँछ है अब अनुहारहरू त अब जानु पऱ्यो बसेर आउनु हुन्छ चक्लेट पनि छ चक्लेट लानुपर्छ क्या होला नि लगेजहरू चाहिँ साह्रो ठुलो है जानु पऱ्यो खाना जान्छ 2टा सामान लिइहाल्यो अब त्यसो फेरि जानु पर्छ